मेरी छाती दिल की कोमल, तीन पर राखो नरम कदम, इतही सेज बिछाई दूं मेरे पिया जी, ओ मेरे वाला जी, ओ मेरे स्वामी जी, जुदई करो जिनदम, जुदा न करियो मेरे राज जी, मेरी श्यामा जी, ओ मेरे वाला जी, जुदा न करियो, आजा रे आजा रे मेरे हृदय में बस जा। संयमित भएर तपाईहरुको साथ हामीले पाउँछौँ भन्ने हामीलाई विश्वास लागेको र यति भन्दै हाम्रो यो कार्यक्रममा सर्वप्रथम यहाँ परिचयको अत्यन्त आवश्यक छ। परिचय सबभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म आफ्नै परिचयबाट परिचय कार्यक्रम सुरु गर्न लागिरहेको छु। मेरो नाम घनश्याम नेपाल, झापा करामुनि 12 गरी नेपाल हुन्छु। हालमा दुबई 6 वर्ष भयो गल्फ न्युज कम्पनीमा कार्यरत छु र यो परिचय कार्यक्रमलाई म क्रमबद्ध रूपमा यताबाट सुरु गर्न चाहन्छु। यहाँ सङ्गीतका अरू साधनहरू छैन, स्वाभाविक रूपमा ती साधन भए साँच्चै हाम्रो यो क्षण अझै रमाइलो हुन्थ्यो होला। तर पनि हामी एकदम अनुशासित रूपमा बिचमा कतै पनि कुनै डिस्टर्बेन्स नगरिकन हामी सक्छौँ मुखले उहाँको शब्दसँग शब्दलाई साथ दिन्छौँ। सक्दैनौँ हामी जान्दैनौँ मात्र तालीले साथ दिन्छौँ र यो क्षण श्री सन्तोष ढकालजी, हाम्रो मित्र सन्तोष ढकालजीले एउटा सुमधुर भजन हामीलाई प्रस्तुत गर्नुहुनेछ र उहाँलाई भजन प्रस्तुत गर्न अनुरोध गर्दै म मेरो शब्द यहीँ राख्न चाहन्छु। कृष्ण आइदेऊ न टुकु टुकु हिँडेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, कृष्ण आइदेऊ न टुकु टुकु हिँडेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, र हात्ती छैनन् तिमीलाई चढाउने, तिनी लोक तिमी नै हो कसरी लुकाउने, हे कृष्ण आइदेऊ न टुकु टुकु हिँडेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, पूजाको विधि हामी केही पनि जान्दैनौँ, चौरासी व्यञ्जनले भोग लाउन जान्दैनौँ, हे कृष्ण आइदेऊ न छम छम नाचेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर। हामीले सच्चा मनले उसलाई पुकार्यौँ भने, सच्चा मनले उसलाई चाह्यौँ भने अवश्य उसको दर्शन हामीलाई प्राप्ति हुन्छ। त्यही शब्द सुमनको साथ उहाँले आफ्नो भजन प्रस्तुत गर्नुभएको छ र उहाँलाई मिठो भजन प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यवाद। म प्रेम प्रणव बेस्ट चाहिँ यो चाहिँ भरे सब
सबैले मात्रै हाल्छ कोकको डाडु त्यहाँ त्यसो गर्नु अचार चाहिँ भइहाल्नु नि त्यसमा कि पानी के छ गिलासमा जुस त्यो जगमा उति छ जग अगाडि त्यहाँ धेरै भिड्नु पनि हुँदैन क्या 2-3 जना भिड्ने हो त्यहाँ धेरै भाइले चाहिँ बस्नुपर्ने यता आएर बस्नु न यहाँ 12-15 वर्षदेखि पनि दुबईमा बस्ने हाम्रा साथीहरू हुनुहुन्छ जसलाई वास्तवमा थाहा छ अथवा थाहा छैन, थाहा भएर पनि थाहा छैन भन्नुहुन्छ अथवा थाहा नभए थाहा छैन भन्नुहुन्छ। यस्ता ग्रुपहरू हामीसँग प्रशस्त थिए, छन्, खोजी नीति भएनन्, सायद उहाँलाई समयले साथ दिएन अथवा खोज्न चाहनु भएन अथवा खोज्न चाहँदा पनि भेट्नु भएन। यो दुबईमा हामी 2-4 जना साथीहरू जो जमघट भयौँ, सायदै खोजी हामीले सुरुवात गरेका थियौँ र यसमा विशेषतः म भन्छु म आफैले खोजी सुरुवात गरेका थिएँ र यो एउटा जमघट बनाऊ, एउटा समूह बनाऊ, अरू साथीभाइहरूलाई पनि समेट्यौँ। यहाँ प्रणामी नै हुनुपर्छ भन्ने छैन, प्रभुको चिन्तन जसले गरे पनि हुन्छ र एउटा यस्ता कार्यक्रमहरू हामी गर्दैछौँ जसले हाम्रो साथीभाइलाई सत्मार्गमा हिँडाओस्, हाम्रो सन्तुकलाई सत्मार्गमा हिँडाओस्, हामीमा एउटा सद्भावको विकास होस् र यस्ता ग्रुपहरू हामीसँग इजरायलमा छन्, अमेरिकामा छन्, इन्डियामा छन् र हामीसँग इन्टरनेट सत्सङ्ग मण्डली छ। तिनै पछि दैनिक सन्त महर्जनहरू कृष्णमणि महाराजदेखि लिएर रमन राजशास्त्रीदेखि लिएर मोहन महेन्द्रजी महाराजदेखि लिएर हरेक गुरुजीहरूले दिनौँ कथा प्रवचन वितरण गर्नुहुन्छ। हामी त्यहाँ जाउँ, त्यहाँ बसौँ। हामी त्यस्तै एउटा ग्रुप नबनाए पनि हामी त्यस्तै एउटा समूह त्यो साथ लिएर अन्य कार्यक्रमहरू पनि हामी गरौँ र अरूलाई पनि हाम्रो कुराले एउटा प्रेरणा दियोस् र हामी आफै पनि प्रेरित भएर कुमार्गबाट अलग भएर सद्मार्गमा लाग्न सकौँ, त्यस्तो भावनामा हामीमा उत्पन्न होस् भन्ने चाहना राख्दै बाँकी दिनहरूमा, आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू तपाईँ हामी सबै ठाउँमा आज यहाँ भयो, भोलि हामी के अरे दिलीपजीकोमा गएर एउटा कार्यक्रम गरौँ, पछि हामी गएर छविजीकोमा अर्को महिना कार्यक्रम गरौँ, अर्को हाम्रो दिजुकोमा गरौँ, वा शारदाजीकोमा गरौँ, रमेशजीकोमा गरौँ, वा भवानीजीकोमा गरौँ, होइन सबैकोमा 1-2 महिना 2-4 महिना यस्ता कार्यक्रमहरू गर्दै जाउँ ताकि हामीले एउटा सत् विचारको सोचाइ राख्ने थिङ्किङ गर्ने बानीको विकास होस्। यति शब्द राख्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु र आउनुभएकोमा एकदम हार्दिक आभार धन्यवाद प्रणाम भन्दै म बिदा माग्न चाहन्छु।